नेपालमा साँच्चीकै के निर्वाचित कार्यकारी राष्ट्रपति बन्छ त? चुनाव सफल हुन्छ त? यदि निर्वाचित कार्यकारी राष्ट्रपति आयो भने नेपालमा बन्ने सम्भावित तपाईँको नयाँ नीति कस्तो बन्छ त? ल आउनुहोस् थोरै कुरा त यहाँहरू सुनौँ। नमस्कार, म जनुम विश्वकर्मा, हाल थाइल्यान्डबाट बोल्दैछु। म सामाजिक अभियन्ता। आजको विश्लेषण हामी नयाँ नीतिले जनताका लागि चाहिँ कतिको फाइदा पुर्याउन सक्छ, अथवा चाहिँ अब आउने कार्यकारी राष्ट्रपति पश्चातको सरकारले चाहिँ कस्तो खालको चाहिँ नयाँ नीति ल्याउन सक्छ भन्ने बारेमा सरल र तथ्यपूर्ण तरिकाले चाहिँ बुझौँ। म कसैको पनि नीति विरुद्ध र न पक्षपात भएर चाहिँ बोल्नेछु। यहाँहरूले त्यसरी बुझ्नुहुनेछ र सकेसम्म भोलिका दिनमा हुने सम्भावित र यथार्थ विश्लेषण गर्नेछु। नयाँ नीति लागू गर्दा सबैभन्दा पहिला चाहिँ त्यसको उद्देश्य र त्यसको दायरा कति हुन्छ त भन्ने कुरा हामीले बुझ्नु जरुरी छ। जसको चाहिँ के हुनसक्छ त भन्दा तपाईँको चाहिँ सामान्यतया नयाँ नीतिहरूले चाहिँ सेवा सुविधा र सरल बनाउन सक्छ, होइन, प्रशासनिक प्रक्रियाहरूलाई सुधार गर्न सक्छ, आर्थिक गतिविधिहरू के गर्न सक्छ त भन्दा बढाउने लक्ष्य राख्न सक्छ। तर वास्तविक रूपमा चाहिँ जे जस्तो खालको नीति बने पनि त्यसले चाहिँ त्यसको प्रभावकारी कार्यान्वयन कतिको हुन्छ, जनमुखी कतिको हुन्छ भन्ने कुरा चाहिँ महत्त्वपूर्ण रहन्छ। र म आज तपाईँलाई चाहिँ ढिलो नगरी छोटो तरिकाले चाहिँ व्याख्या विश्लेषण गर्नेछु। यहाँले सुनिदिनुहुनेछ। र अर्को कुरा चाहिँ अब तपाईँको चाहिँ आउने नयाँ नीतिमा चाहिँ फाइदा के हुनु छ त जनतालाई? एउटा फाइदा हुनसक्छ सेवा तथा प्रक्रियामा चाहिँ सहज हुनसक्छ है। पहिलो फाइदा के हुनसक्छ, अथवा एउटा फाइदा के हुनसक्छ भने सेवा तथा प्रक्रियामा सहज हुनसक्छ। यहाँभन्दा पहिला चाहिँ जुन जनताले चाहिँ जुन हरेक कार्यालयहरूमा, सरकारी निकायहरूमा सेवा लिँदाखेरि जहाँ चाहिँ तपाईँको चाहिँ असन्तुष्टि पैदा भएको थियो, शास्ति खेप्नु परेको थियो, त्यो शास्ति खेप्ने जुन चाहिँ तपाईँको सिस्टम छ त्यो अलिकति के हुनसक्छ भन्दा निराकरण हुनसक्छ। सेवा प्रक्रियामा चाहिँ सहजता हुनसक्छ। नयाँ नीतिमा कागजी रूपमा मात्रै नभएर अनलाइन सुविधा बढ्न सक्छ। काम गर्ने समय छुटिन सकेर जनतालाई तपाईँको चाहिँ समयको बचत र आर्थिक बचत पनि हुनसक्छ है। यस्ता सुधारले चाहिँ मान्छेहरूको अथवा जनताहरूको चाहिँ जनजीवनमा चाहिँ धेरै ठुलो प्रभाव पर्नेछ। त्यसै गरी अर्को फाइदा के हुनसक्छ त भन्दा नयाँ नीति आयो भने यदि नेपालमा चाहिँ प्रत्यक्ष कार्यकारी राष्ट्रपति पश्चात एउटा नयाँ नीति आयो भने त्यसको दोस्रो फाइदा के हुनसक्छ त भन्दा आर्थिक अवसर र राहत व्यवस्था हुनसक्छ है। अर्को के हुनसक्छ त भन्दा आर्थिक अवसर र राहतको व्यवस्था हुनसक्छ सरकारबाट। यदि यो नीति तपाईँको चाहिँ बन्यो भने नयाँ नीति अनुसारका चाहिँ तपाईँका चाहिँ विभिन्न चाहिँ विकासहरू, विभिन्न चाहिँ तपाईँको चाहिँ कम्पनीहरू चाहिँ उद्योग धन्दाहरू स्थापना भएर रोजगारीको सिर्जना हुनसक्छ, लगानी गर्ने वातावरण सिर्जना हुनसक्छ, व्यावसायिक प्रक्रियाहरू के हुनसक्छ त भन्दा बढ्न सक्छन्, सामाजिक सुरक्षा जस्ता क्षेत्रमा चाहिँ के हुनसक्छ त भन्दा सहज वातावरण हुनसक्छ। यसको फाइदा ठुलो जनसङ्ख्याले चाहिँ के गर्नेछ त भन्दा लिनेछ। नयाँ नीति सहज रूपमा कार्यान्वयन गर्न सकिनेछ। यसको तपाईँको जो प्रभाव स्थानीय तहको अर्थतन्त्रदेखि, होइन, त्यसपछि लाएर चाहिँ तपाईँको चाहिँ सरकारका क्षेत्रसम्म चाहिँ तपाईँको अथवा चाहिँ निजी क्षेत्रसम्म पनि यसको के हुनेछ त भन्दा आर्थिक अवस्था चाहिँमा ठुलो सुधार हुन सक्ने देखिन्छ, राहत हुने सक्ने देखिन्छ है। त्यसै गरी तपाईँको अर्को के हुनसक्छ त भन्दा अर्को तपाईँको के हुनसक्छ भन्दा दीर्घकालीन रूपमा चाहिँ सुधार हुनसक्छ। दीर्घकालीन रूपमा चाहिँ के हुनसक्छ त भन्दा सुधारको आधार तयार हुनसक्छ है। जस्तो आज मात्रै नभएर केही लामो समयसम्म पछिसम्म प्रभाव पर्ने, पछिसम्म त्यसको चाहिँ तपाईँको परिमाण देखिने, होइन, त्यसको चाहिँ असर देखिने, प्रतिफल देखिने खालका चाहिँ दीर्घकालीन सुधारका योजनाहरू तयार हुन सक्छन्। जस्तो शिक्षा नीति, स्वास्थ्य नीति, पूर्वाधार कृषि नीति, ऊर्जा नीति, होइन, त्यस्ता नीतिहरू चाहिँ मध्यहरूमा के हुनसक्छ त भन्दा नयाँ नीतिले चाहिँ नयाँ मोड लिन सक्छ। नयाँ नेपालमा चाहिँ नयाँ खालको चाहिँ परिवेश, नयाँ नीति, ऐन कानुन, होइन, बनिदिन सक्छ। यसको असर होइन केही पछि चाहिँ अहिले तत्काल नदेखिए पनि यसको असर के देखिनेछ त भन्दा धेरै लामो समय
पछि देखिनेछ, यसको फाइदा चाहिँ धेरै लामो समय पछि देखिनेछ। अब पक्कै पनि जहाँ सफलता हुन्छ, जहाँ सहजता हुन्छ,